अकाउन्टेन्ट एन्ड ट्याक्सेसन मास्टर क्लासको फ्री डेमो क्लास यही मार्च 16 गते शुक्रबार मर्निङ शिफ्टमा सञ्चालन हुँदैछ। सर यो ब्याङ्क रिकन्सिलिएसन भन्ने सुनेको हो, हजुर। तर यो पर्चेस सेल्स र भ्याट रिकन्सिलिएसन चाहिँ हामीले खास किन गरिन्छ नि? ब्याङ्क रिकन्सिलिएसन जस्तै हामीले पनि पर्चेस रिको, सेल्स रिको र भ्याट रिको चाहिँ बनाउनु पर्छ। यो बनाउन किन पर्छ भन्दाखेरि बुकमा भएको ट्रान्जेक्सन र भ्याटमा भएको ट्रान्जेक्सन सिमिलर छ कि छैन, कि फरक छ भनेर पत्ता लगाउनको लागि के बनाइन्छ, पर्चेस रिको, सेल्स रिको र भ्याट रिको बनाइन्छ। यो मिलिसकेपछि मात्र हामीले के बनाउन सक्छौँ भन्दाखेरि फाइनेन्सियल स्टेटमेन्ट तयार पार्न सक्छौँ। त्यसैले यो तीनटा रिकन्सिलिएसन भनेको फाइनेन्सियल स्टेटमेन्ट बनाउने सुरुवातको प्रोसेस हो। यसरी हामीले फाइनेन्सियल स्टेटमेन्ट बनाउन सुरु गर्छौँ। यदि हजुरहरू यो फ्री डेमो क्लासको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गरी आफ्नो सिट बुक गर्नुहोस्।